आइपुगेकी छु। यो लामो यात्रा सम्झदा मेरो मनमा कयौं भावनाहरू एकैचोटि आउँछन्। कति चाँडै बितेछ यो 13 वर्ष। तोले बोली म पहिला टेकेको स्कुल कसरी भुल्न सक्छु रुँदै गरेको आँखालाई मुस्कानमा बदल्ने र अक्षर सिकाउने ती हातहरू। कसरी भुल्न सक्छु ती पौडी खेल्दै रमाउँदै गर्दा निथुक्क थाकेको शरीरलाई आड दिने ती काखहरू। कहिलेकाहीँ गल्ती गरियो, कहिले सिकियो, कहिले सफल भइयो। यही प्रक्रियाले मलाई आजको यो स्थानसम्म ल्याएको। कहिलेकाहीँ अचानक धेरै गल्ती भयो होला, तर आफ्नै छोरी चेली सम्झेर माफ गरिदिनु होला। यो विद्यालय मेरो लागि केवल एउटा पढ्ने स्थान मात्र होइन, यो मेरो लागि जीवनको आधार निर्माण गर्ने स्थान हो। यो विद्यालयमा सिकेका ज्ञान र अनुभवलाई मैले आफ्नो उज्जवल भविष्य बनाउन प्रयास गर्नेछु। आदरणीय गुरुवर्गहरूप्रति म धेरै आभारी छु। हजुरले दिएको माया, साथ र प्रेरणालाई मलाई हौसला प्रदान गर्यो। हजुरहरूको यो साथ र प्रेरणालाई मैले कहिले पनि भुल्ने छैन। अचानक हामीबाट धेरै गल्तीहरू भयो होला, तर आफ्नै छोरी चेली सम्झेर माफ गरिदिनु होला। प्रिय कक्षा 9का भाइ बहिनीहरू, अब हामी यो विद्यालयबाट बिदाई लिएर जाँदैछौँ। हामी बसेको त्यो कक्षा कोठाको बेन्च, डेस्क, लेख्ने त्यो व्हाइट बोर्ड सबै हजुरहरूलाई सुम्पिएर जाँदैछ।